रक पेपर सिजर सुट भन्ने एउटा गेम खेल्न जाँदैछौँ। गेम चाहिँ कस्तो छ भन्दाखेरि त्यो के भन्नु न यार नानी दौडिसक्यो नि यार यति एक्साइटेड भइरहेको छौँ कि नानी खाएको छैन कि यस्तो मजाको छ है खाएको छैन एकचोटि नि। सो हामीसँग चाहिँ आज चटपटे होइन पानीपुरी छ अनि अलिकति मासुको आइटम छ अनि सलाद छ ब्रोकली पनि बोइल गरेर लिएर आएको छौँ अनि मेन नानीको लागि चाहिँ हामीले फ्रुट्समा इचिगो र बुझो छ अनि गुमी नानीको फेभरेट गुमी आज अब ताबी होला अरू बेला हामीले 2-3 वटा मात्र दिन्छ आज चाहिँ जति खान सक्छ खाओस्। आउनुहोस् अनि यो एउटा केक यो के खालको एउटा पनि छ यो क्यान्डी हो यो गुमिनीको टाइप्स हो। ओके सो चाहिँ अब हामी रक पेपर सिजर सुट गर्ने ल हस् चाहिँ नो रक पेपर सिजर सुट ममले काट्यो ल कोको ताची गर कोको ताची हाई ममा छोरा एउटा खाना भ्यायो के खाएको सिजन ल खाएको यता फर्कनिस् पछि थुकायो रक पेपर सिजर सुट नानी सबै सेम भयो ल रक पेपर सिजर सुट पका मात्रै वात्तै नै रक पेपर सिजर सुट रक पेपर सिजर सुट नानीलाई खाना बाई भनेको त भने किन नानी सो पापा खाता त किन स्टुडेन्ट ताबियो भने हास ल मै खाइला यता बस्नुहोस् रक पेपर सिजर सुट रक पेपर सिजर सुट मैले खायो मैले खायो नजिक भयो क्या अब 3 चोटि नि मैले हालिसकेँ ल रक पेपर सिजर सुट सुजन ताबिते सुजन कुद सुजन मासु खानु पर्यो यार मासु सुजन खानुस् न बिचार कति डर यो हालेको कि आमा गर्नु पर्ने रहेछ